जे हजुर के गर्दैछौ हो? ए बसी बसै छ। अनि दिदी आजकल त कहाँ जानुहुन्छ हौ? थुप्रो दिनमा आउनुभयो त। के गर्नु काममा गएको थिएँ। अब बुढी मान्छे गलिन्छ। हो त त्यस्तै हो। अब बुढी मान्छे गलिन्छ, थाकिन्छ। कहिले कहिले अब आउँदै गर्नु। अब घरमा कोही पनि छैनन्, कमलले पनि हुनुहुन्न, नानी पनि सुतिहाल्छ, आफू एक्लै हुन्छ। तपाईँ नआउँदा त सुनसान पो लाग्दो रहेछ हौ दिदी। अमलेले फोन गरेको छैन। ए गर्नु त गर्नुभएको थियो अस्तिको दिन। फोन त गरेछन् तर के काम रहेछ हौ? काम त लुगाको काम अरे, फलामको भारी काम छ अरे दिदी। अब के गर्नु, नगरेर पनि भएन, गर्नु त परै। एक हप्ता अब बिहान गर्नुहुन्छ अरे, एक हप्ता चाहिँ अब बेलुकाको त्यस्तो गर्नुहुन्छ अरे काम। अब फलामको काम अरे भारी नै छ, साह्रो छ काम गर्नु भन्नुहुँदै थियो। ए हो र? हो त अब के गर्नु, गरिब भएर जन्मेपछि अब गर्नै पर्यो। नगरौँ भन्दा पनि अब मिलेन। अब नानी छ, हामी छौँ। अब खाने मेलो त गर्नु पर्यो नि। अब बोलाऊँ भन्दा पनि अब दसैँ तिहार छेउछेउ आइपुग्यो। साह्रो छ गरिबको जिन्दगी दिदी। त्यही त हौ कान्छी, के गर्छु।